सर तपाईँले के अरे अहिले आज जुन हाम्रो यो नेपालमा ऊ भइरहेको छ तपाईँले यसलाई केमा लिनु केमा दिने यार यहाँ घोडा फस्क्यो फेरि अब यस्तो हुन्छ अब यस्तो समस्या अब भन्नुहोस् ल जनता योबाट कतिको खुसी र कतिको दुःखी हुँदैछ खुसी तपाईँले भएको छ नि खुसी भएर त यो सब भइरहेको छ तपाईँलाई थाहा नै छैन रहेछ या तपाईँले के प्रश्न गर्नु भएको छ यस्तो यार होइन मैले भन्न खोजेको कि जस्तो तपाईँले राजा आउला जस्तो छ कि गर्छ 100% आउँछ नि तपाईँ राजावादी हो म त प्योर राजावादी हो प्योर हो तपाईँ सर चुप लाग्नु तपाईँ बिचमा नबोल्नु नि हामी एउटा कुरा सोधिरहेको तपाईँ किन बिचमा बोले होइन यहाँ कस्तो देशको लागि कुरा भइरहेको छ यो माइक घुसाइदिनु पर्ने भयो तपाईँले माइकभित्र घुसाइदिनु पर्यो त्यो ठिक भएन यो सर भन्नु अनि अरू भन्नुहोस् अनि आजको झडपले लिएर तपाईँले के भन्न चाहनुहुन्छ जनता तपाईँको कुरा मान्छे 2-4 जना मरिरह 17,000 नपुग्ला 17,000 पुग्दैन त्यही आउन त आउँछ नि तपाईँलाई विश्वास छ अरे आउने त पुरै छैन नि आउने कुरा छैन नि त्यही भएर तपाईँ आज निराश देख्नु भएको त किन त्यही नेपालमा ऊ भएर अहिले म एकदम सिरियस मुडमा छु बेलुका अलिअलि खाथेँ अहिले अलिक छोडेको छैन शरीर एकदम गाह्रो भएको छ अहिले तपाईँ यहाँ चाहिँ के खाना आउनुभयो आफ्नो नेपालमा झडप भएर तपाईँ चाहिँ के खाना आउनुभयो यस्तो गोरुको मासु खानु हुन्न चिकन लबाब र भात हुन्छ भन्ने अनि अब सर तपाईँको पालो होइन अब तपाईँले यो उसलाई के अरे भिडलाई कसरी नियन्त्रणमा लिने डिएसपी साहब सर हेलो डिएसपी साहब तपाईँले भन्न चाहनुहुन्छ यो आजभोलि यो आज नेपालमा आन्दोलन भइरहेको तपाईँले यसलाई कुन मोडले लिइराख्नु भएको छ पनि हो एकपछि नगर पनि हो किनकि जनता निर्दोष जनताहरू मरिरहेको छ कतिपय राजावादीहरू पनि कतिपय अब तपाईँको यो के बानी भन्दैन अहिले के छ नि यो बेउजन राजतन्त्र राजा आउनु राम्रो हो कि राजा आएको भए सायद हामी अहिले साउदी अरब गएर काम गर्नु पर्दैन होला जस्तै यो मान्छे ठिलानी मान्छे इन्टरभ्यू भइरहेको बेलामा फेरि ठ्याक्क लाएर आउँदा बोलिन्छ यहाँ हामी अर्काको प्रश्न गर्न पर्दैन होला म त हेर्नु घरको ऋण आर्थिक छाप नेपालको बेरोजगारी सम्झेरै नै म नेपालमा केही नभए कारणले म साउदी अरब आएको हाम्रो दाइले सोध्नुहोस् हामीभन्दा सिनियर दाइ यहाँ आउनु सिनियर साउदी अरब 14 वर्ष हुन लागेको छ यो भोलि भाइरल हुनुपर्छ हाम्रो टिकटकहरू एकदम लाइभ तपाईँले हालेर यसलाई एकदम भाइरल बनाउनुपर्छ एकदम राम्रो राम्रो कुराहरू अहिले चाहिँ म त्यहाँ पछि सोध्छु हस्त नमस्कार भन्न यही आफ्नो 2 शब्द हेर्न चाहनुहुन्छ